दाइ भैँसी किन्न आउनुभएको तपाईँ? हजुर कतिवटा भैँसी किन्नु भयो नि? मेरो दाइले किन्ने हो मेन चाहिँ हजुर। किन्ने हुनुहुन्छ हाम्रो हुनुहुन्छ 100-150 अनि हजुर कहाँदेखि आउनुभएको दाइ? हामी काठमाडौँ ए काठमाडौँदेखि? ए काठमाडौँदेखि प्रत्येक सोमबार आउनुहुन्छ यहाँ? प्रत्येक सोमबार अनि सस्तो पाइन्छ यहाँ? सस्तो भनेको त अब बजार अनुसारै जान्छ चल अब पहिला जस्तो सस्तो हुँदैन हजुर। अब मासुको अन्दाज गरे मासुको रेट हिसाबले मूल्य कतिको मिलाउँछन्? सुरुमा त धेरै भन्ने छन्। भन्न त यहाँ धेरै बन्छन् अब 70को माललाई 1 लाख पनि बन्छ नि यहाँ तर मिलाएर लानुपर्छ है। 70को भैँसीहरूलाई 1 लाखसम्म त्यो अब मूल्य गर्दा गर्दा अनि घटाएर मिलाएर यहाँ के छ काट्नका लागि युज गरिन्छ कि पाल्नको? बढी काट्नेको हो हजुर। सानो पाडाहरू चाहिँ कुनै पाल्नेहरूले लिन आउँछ पाल्नेहरूले दिन्छ यहाँ पाडाहरू भैँसीहरूको चाहिँ बजार लाग्दो रहेछ है। हजुर ल हुन्छ दाइ धन्यवाद है। हजुर दाइ नमस्कार। कहाँदेखि आउनुभएको दाइ? भैँसी किन्न आउनुभएको कि बेच्न आउनुभएको? किन्न आउनुभएको? पहिलोपटक आउनुभएको? धेरै भयो। हजुर व्यापार गर्नुहुन्छ भैँसीको? अनि किनिसक्नु भयो व्यापार भैँसी? कतिवटा किन्नुभयो? 12वटा ए 12वटा किनिसक्नु भयो? अनि कहाँ लगेर बेच्नुहुन्छ दाइ? यो काठमाडौँ ए काठमाडौँ सप्लाई गर्नुहुन्छ? फाइदा हुन्छ यसबाट? भइहाल्छ नि अलिअलि बुझ्नु व्यापारसँग त अलिक कहिले घाटा हुन्छ कहिले नाफा हुन्छ यसरी चलिरहेको छ है? व्यापारी यही हो हाम्रो। हजुर। सधैँभरि यही सिकाएछ। हजुर। हजुरको शुभ नाम? मेरो नाम जमिल अख्तर। ल हुन्छ राम्रोसँग व्यापार गर्नु होला है। अत्यन्तै ठुलो बजार लाग्छ यहाँ पुरै यहाँ देख्न सक्नुहुन्छ लुम्बिनीमा एकजनाले 27-28 वटा भैँसीहरू लान्छन् ल्याउँछन् अनि बेच्छन् यहाँ देख्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ यस्तो यस्तो भैँसीहरू छ। यो ट्रकहरूमा तपाईँले चाहिँ यो भैँसीहरू काठमाडौँहरू अनि पोखराहरू र टोलहरू अन्य क्षेत्रमा लाने गर्छन् र अत्यन्तै ठुलो भैँसी बजार लाग्छ यहाँ रूपन्देही। यो पुरै पाडाहरू छ। दाइ नमस्कार। नमस्कार नमस्कार। भैँसी किन्न बेच्न ल्याउनु भएको? अरे भैँसी बेच्छ उसले 50 भनिराखमा 35 मा लखटिरहन्। पुरा यहाँ झगडा गरिरहन् भैँसीको बारेमा।